तपाईहरु चाहिँ आफ्नै घरमा डिस्प्ले पनि चेन्ज गर्न सक्नुहुन्छ है। यो डिस्प्ले फुल चेन्ज गरेको प्रोसेस वाला भिडियो हेर्नुस्। यसमाबाट मोबाइल निकाले मैले अनि त्यसपछि पुरै फुल्ली तरिकाले घरमा आफ्नै तरिकाले डिस्प्ले चेन्ज गर्न सक्नुहुन्छ। यसको OnePlus हो, यसको ब्याक प्यानल छुट्टै आउँछ अनि त्यसपछि यहाँ खोलेर चाहिँ निकाल्नु पर्छ। सिम ट्रे पनि निकाले। सजिलो छ डिस्प्ले चेन्ज गर्न चाहिँ एकदम सजिलो। मात्रै के हुनु पर्यो तपाईसँग एउटा डिस्प्ले हुनु पर्यो आफ्नो सेम मोडलको र एउटा स्क्रु ड्राइभर हुनु पर्यो र एउटा के रे ग्लु चाहिँ हुनुपर्छ है। ग्लुले चिपकाउने हो यसमा। अब चाहिँ खोलेर चाहिँ पुरै सफा गर्नुपर्छ। क्लिन सफा नगयो भने डिस्प्ले राम्रोसँग बस्दैन अनि गइहाल्यो न। कस्टमरहरुले चाहिँ यस डुप्लिकेट सामान हालिदिएछ भन्छन् है। यो पुरै सफा गर्नुपर्छ राम्रोसँग। हेर्नुस् यो चाहिँ अब मसँग यो मेसिन छ। हातले पनि गर्न सक्नुहुन्छ, कुनै स्क्रु ड्राइभरले पनि गर्न सक्नुहुन्छ सफा हजुरहरुले। पुरै यो चाहिँ मेसिन हो, यो आउँछ अलिअलि। यो सफा गरिसके अनि एकचोटि डिस्प्ले चाहिँ निकालेर यो हेर्नुपर्छ है। यो के रे ग्लु हाल्न फिक्स डिस्प्ले फिक्स गर्न अगाडि एकचोटि चेक गर्नुपर्छ डिस्प्ले चल्छ कि नै भनेर। कतिपय मोबाइलहरुमा चाहिँ डिस्प्लेहरुमा चाहिँ डिस्प्ले सही हुन्छ अनि टच चल्दैन के। टच नचल्यो भने अब हामीले ग्लु हालिसक्यो भने त रिटर्न जाँदैन। यो रिटर्न कुनै हालतमा जाँदैन। एकचोटि यो यतिकै चेक गर्ने। चेक गरिसकेपछि मैले चेक गरिसके। अब यो सक्सेस भइसक्यो। अब म यसलाई चाहिँ खोल्छु है। अब यो ब्याट्री यहाँ चाहिँ एउटा यस्तो टेक्निसियनले चाहिँ पावर बटनलाई जम्प तरिकाले हालेको रहेछ। यहाँ डिस्प्ले हेर्न फिक्स यता हाल्ने अनि यो पत्तालाई चाहिँ राम्रोसँग चिप्काएर राख्ने है। त्यहाँ चिप्किने ठाउँ हुन्छ आफ्नै। यसरी मिलाउने। फेरि मिलाउँदै ज्याक पनि त्यसको कनेक्टरहरु पनि जान सक्छ अलि ध्यान दिएर। अनि डिस्प्ले चप्काइदिए। अब योचोटि चाहिँ डिस्प्ले चप्काइसकेपछि अब सबै कुरा हाल्न पर्छ यसमा। मिलाउँ पहिला। मिलाइसकेपछि अब चाहिँ यसको पछाडिको ब्याक प्यानलको ग्लु पनि अलिकति सफा गरौँ। अलि ठुलो भएको ठाउँमा नत्र त खासै छैन। मैले स्टिकर पनि हालिदिएको छु पछाडि। यसको चाहिँ यिनीहरु इन्फिनिक्स टेक्नोहरु अहिले नयाँ मोडलमा चाहिँ म्याक्सिमम पेन्टिङ उक्किने समस्या हुन्छ के। उक्किने समस्या यो उक्काएरै पठाएको थियो मलाई। यो पछाडिको स्टिकर पनि हालिदिनु भनेर भन्नुभएको थियो उहाँले, कस्टमरले। स्टिकर हालेर चाहिँ रेडी गरिसके। अब स्क्रुहरु मिलाएर पुरै फुल टाइट गरेर अनि त्यसपछि प्रोसेस अगाडि बढ्छ। यसको समस्या के रहेछ भनेपछि एउटा चाहिँ यो पावर बटन चाहिँ पत्ता समेत उक्डेर गएर चाहिँ उभा रहेछ। फर्स्टमा पछाडिको हाल्ने है, पछाडिको हाल्ने। अब यो चाहिँ यस्तो गर्न त हुन्थेन। अब मैले चाहिँ के गरेँ भनेपछि अब कस्टमरलाई छिटो एकदम चाँडो चाहिएको थियो। त्यही भएर चाहिँ यो मैले सबै कुरा एकैचोटि फिक्स गर्ने कोसिस गर्दैछु। सबै कुरा एकैचोटि। नत्र यो अगाडिको सफा गरेर डिस्प्ले हालेर डिस्प्ले मात्र चप्काएर राख्ने हो। खासमा टेक्निसियनहरुले गर्ने काम यही हो हैन। अब उहाँलाई चाहिँ अर्जेन्ट चाहिए भएर चाहिँ मैले यो एकदम छिटो हुने तरिकाले सबै कुरा एकैचोटि फिक्स गरिदिदैछु। अब ग्लु यहाँ चाहिँ राम्रोसँग ग्लु हाल्नुपर्छ। एक पनि ठाउँ छोड्नु भएन है। अब एक ठाउँ छोड्यो भने पछि पानी पस्ने उता समस्या हुन्छ के। यहाँ भित्रको टेप पनि उखाड्ने। यो टेप उखाडेपछि त्यही डिस्प्लेसँगै पत्ता चप्किन्छ के। यताउता भाग्न पाउँदैन। अब हेर्ने यताउता फिक्स भयो भने अब रबरले बान्दिने। रबरले अलिकति राम्रोसँग अलि धेरै रबर खर्च भयो नसोच्ने। अब राम्रोसँग बान्दिने फिक्स हुन्छ है। रबर बानिसकेपछि 1-2 घण्टा मजाले 2 घण्टा जति राखिदिने। अनि ग्लु चाहिँ अटोमेटिक सर्ट हुन्छ। सर्ट भइसकेपछि डिस्प्ले यताउता हल्लिन पाउँदैन। यो सजिलो छ डिस्प्ले हाल्न चाहिँ। तपाईहरुले आफै पनि गर्न सक्नुहुन्छ। आफै गरे भने सजिलो हुन्छ। पैसा पनि कम खर्च हुन्छ। फिटिङ चार्ज दिनु पर्दैन।
एकचोटि चार्ज यसमा चाहिँ चार्ज छँदै छैन, 0 छ। अब चार्ज उठाएर हेरौँ है, एकछिन टच पनि चलाएर देखाउँछु तपाईँहरूलाई। यो उठ्दैछ नोटिफिकेसन खोली हेर्नु OnePlus भनेर। OnePlus Nord 20 SE भन्ने मोडल हो है यो चाहिँ। अब खोल्दैछ, एकछिन खोल्छ। खोलिसकेपछि टच चल्छ कि नै एकचोटि हेरौँ। हजुरहरूलाई अघि देखाएको थिएन मैले, अहिले चाहिँ देखायो। भिडियो लामो हुन्छ भनेर यतिकै पनि धेरै लामो भइसकेको छ भिडियो, तर पनि फुल प्रोसेस त देखाउनु पऱ्यो। यहाँ आधी यहाँ टुक्का हालेर त काम छैन। अब कसरी गर्ने, टच हेर्नु, यहाँ फटाफट टच चलिरहेछ। अब कस्टमरले पासवर्ड दिँदैन हामीलाई माग्नु पनि हुन्न, डाटा